सेम सेम मलाई ह्याङ्गर अति ह्याङ्गर मन पर्छ यार साथी ह्याङ्गर भने के हो कसम थाहा छैन यार मलाई तिम्रो मेरो भाइस मिल्ने रहेछ है यसो हेर इन्ट्रेस्ट त्यही भनेको ह्याङ्गर भने लुगा छोड्नु साथी म लुगा टिमबाट छुन्डाउने त भने भागे यार लुगा टिमबाट त छुन्डाउने भागे ह्याङ्गर यार भने त नि लुगा छुन्डाउने तिमी त्यति बुझ्ने रहेछ केटा हो एकचोटि एड आएन त मलाई एडै भएन के लुगा छुन्ड ह्याङ्गर भनेको ओए कसरी एड लुगा हान्ने हो छुन्डाउने हुन्छ नि खै इन्भाइट हान्न मिल्छ हेर त कहाँबाट कसम मैले खोल्ने भने होइन है त्यो इन्भाइटमा जाऊ अनि चियर पार्कको प्लस जस्तो आइकन होला त्यहाँ थिच त टाइम सकिसक्यो मिल्दैन होइन तिमी अर्कै बुझ्ने अति बुझ्ने रहेछ है म त बिग्रिने साथी रहेछ तिमी यार बाहिर हो म खाना खाएर आउँछु नि त किन गएको म त खाना ल ल पढ्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ साइन्स म्यानेजमेन्ट बेरोजगार भएर बसेका छु यो सुन्ने मान्छेहरू चाहिँ कति आउँछ हौ छ्या तिम्रो साथी हो क्या हो भेनमका आउँछ केही सुनेर यो केटी बोलेको यार अनि आफै साथीलाई सुन्ने मान्छे भनिदिनु के भनेको अरे आवाज मेरो अलिक प्राइभेसी भन्ने कुरा हुन्न भने हजुर ऊ त्यहाँ अर्को डाँडा जाने हो कि हो साथी दुईजनासँगै लयमा हो कि रुममा हो ए हजुर हजुर कहाँ को आउनु भयो तपाईँको ए कया कति वर्ष भयो नि तिमी हजुर जहिले आउनुहुन्छ यहाँ तिमी तिमी दिदी होइन आउँदिन आज भरे आयो भने ए गफ हान्यो फेरि प्राञ्जल हो कि होइन भन्नु त सेम सेम हो चोरले मचोर भन्छ त म सेम सेम हो साथी हौ ठिक छ नि त के हो त तिम्रो फुल नेम नाम अनि ब्याचलर विशाल महर्जन होइन नि गफ हान्यो फेरि प्राञ्जल होइन त ओके बाहिर जाने हो क्या हजुरको नाम साथी हो के हो के होस् भन्दिन तर कता जानु लाग्यो नि अस्ट्रेलिया हजुर गुरुङ हो होइन लामा हो होइन शेर्पा हो होइन ए होइन होला हो होइन सबै नेवार हो होइन के हो त ब्याड हान यो त हल्का ब्याडी ब्याडी छ है ब्याड हानिसक्यो को साथी त्यही होइन के भएको नि त्यसलाई एड हान है गेम खेल्न आउनु जाऊ एड हान यहाँ त नबस्नु मेरो भाइ हो नि यहाँ त अलि गलत मान्छे ल कि साइकलमा चढ्ने हो हामी ए गाडीमै चढ्ने के भयो अरे मैले अघि नि मेरो बुढी छ भने कि नै मैले झुट बोलेछु साथी गायब हो हेलो साथी यहाँ सुत्नु होला भनेर गायब हो बुढीले गाली गर्नु केटीसँग बोल्दैन चियर पार्कमै छ हो साथी चियर पार्कमै छ हो साथी साथी अति आवाज आयो टाइगर मैले त नदेखेको हजुरलाई डिस्टर्ब भयो तिम्रोबाट यार माइक ल साथी ल मैले देखेको थिएन ल नदेख्ने पो रहेछ
खाना खाएर भेटौँला नि त हो बरु यहाँ यत्तिकै बसौँ है कसैले देख्दैन